आज हामीले ब्रोइलर कुखुराको रोस्टर बनाएर खाँदैछु अनि खानामा कोदाको रोटी छ त्यस्तै झोल टमाटर चटनी छ अनि कोदाको रोटी छ काँक्रो छ आज सलादमा साथीहरू हामी आज खाँदैछौँ हेर्नलाई अन्तिमसम्म। आज हामी रोस्टा बनाएर खाने कुरा भएको छ जुन ब्रोइलर मासुको रोस्टा यति पिस ठिकै हुन्छ चाहिँ थोरै नुन राखौँ बिसार थोरै हाम्रो मसला तयार भइसक्यो बढी हुन्छ पुदिनो पनि राखेका छौँ हामीले धनियाँ पनि राखेका छौँ जिरा लसुन सबै चिज छ यसमा एकदिन निचरौँ धेरै चिज हामीले राखिसक्यौँ। ल भइसक्यो हाम्रो चाहिँ एकदम मसला तयार भइसक्यो। अब हामी चाहिँ रोस्टा पकाउँदैछौँ। यो 1 केजी मासु रहेको छ साथीहरू तयार भइसकेको छ। मसला धेरै भयो कि छैन ठिक छ। हामी 2 पटक गरेर पकाउनेछौँ लगभग आधा केजी एक पटक आधा केजी अर्को पटक अहिलेलाई यति राखौँ अर्कोचोटि फेरि पकाउनेछौँ है। आजको हाम्रो खाना यो सलादमा काँक्रो रहेको छ साथीहरू त्यस्तै यो कुखुराको रोस्टा रहेको छ आज कुखुराको यो रोस्टा रहेको छ आज त्यस्तै यो चाहिँ चटनी रहेको छ टमाटर धनियाँ पुदिनो पनि राखेका छौँ त्यस्तै उता कोदाको रोटी रहेको छ आज उता चाहिँ मोही रहेको छ लोकल मोही यस्तो रहेको छ। कोदाको रोटी पनि रहेको छ आज खानामा त्यस्तै अब यो चिज रहेको छ। हामी 2टासम्म खाने आफैले बनाएको चिज हो साथीहरू यो आजको बस म यति खान्छु होला। यस्तो रहेको छ कोदाको रोटी अनि सलादमा चाहिँ काँक्रो रहेको छ कागती पनि रहेको छ यो चाहिँ टमाटरको चाहिँ झोल अचार रहेको छ अनि चाहिँ यो चाहिँ हाम्रो रोस्टर रहेको छ कुखुराको रोस्टा आज लोकल मही है। बाहिरको वातावरण कस्तो छ खाना मिठो छ एकदम मिठो। आज पानी आउला जस्तो पनि गरेछ पानी आउँछ कि आउन्न है। हामी छतमा बसिरहेका छौँ यता निकै गरेको छ आज साथीहरू।
किन हाँसो